हेलो गाइज, तपाईहरुलाई नयाँ भिडियोमा स्वागत छ। आज हामी यहाँ घर पुर्न आइरहेका छौं। यो फाउन्डेसन पुर्ने हो। हामीसँग 2DX जेसीबी ब्याक लोडर छ। अब हाम्रो काम सुरु हुन्छ छिटै। हाम्रो एकदमै ढिलो भ्लगहरु आइराछ। यो भिडियोहरु खिच्न नभ्याएर नि हो। आज धेरै दिन पछाडी आज हामीले नयाँ भ्लग फेरि लिएर आएको छौं। के कस्तो हुन्छ हेरेर साथ दिनु होला अनि कमेन्टमा पनि भन्न नबिर्सनु होला। अहिले यहाँ गिटी सारेर यहाँ बाटो बनाउँदै छ हामी। साथीहरु, हाम्रो यहाँ ब्याक लोडरले घरको चेपचापमा माटो हाल्दैछ। अलिकति ट्र्याक बनाएर हामी अलिकति अगाडि जान्छौं अब। भाइ मलाई हाम्रो घरभित्रै माटो हाल्न सुरु भइसक्यो। हाम्रो काम रफ्तार गतिमा चल्दैछ। दाँतले बिहान लागेको दाँत घटेर यत्रो भइसक्यो। यो कुन पार्ट पसल हो यसो बेच्ने दाँत। बस यहाँबाट त बाबा यताबाट यति माटो झारिएछ। किनभने थुप्रो हाल्नै बाँकी छ। साथीहरु, काम गर्दा गर्दा रात परिसक्यो। आज हाम्रो नाइट काम पनि हुँदैछ। उतापट्टिको साइडको हालेर भ्याइसक्यो। अब एक साइडको बाँकी छ हाल्नु माटो। ल साथीहरु, आज हाम्रो ड्युटी सकियो। लास्ट हो यति। अब 1-2 बकेट हालेपछि सकिन्छ। माटोले पुगेन। भोलि अब खोलाको बालुवाहरू ग्राभेलहरू ल्याएर हाल्नुपर्छ घरभित्र। आजलाई यति नै हो। यहाँ तारले नमिलेर सानो बकेटले हाल्नु पर्यो।